माघ 1 गते माघे संक्रान्तिको दिन सूर्य उत्तरी चक्रमा परिक्रमा गर्दैछन् भने उत्तरायणको आरम्भ हुँदैछ। प्रत्येक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले माघी संक्रान्तिको दिन यी चारवटा काम अनिवार्य रूपमा गर्नुहोला। पूर्व पर र जन्म जन्मान्तरका पापबाट मुक्ति मिल्नेछ। हजारौं वर्षमा गरेका दान र धर्मको पुण्य प्राप्ति हुनेछ। तपाईहरुका पितृहरूको मुक्ति हुनेछ, पितृहरूको मोक्ष हुनेछ र पितृहरूको वैकुण्ठ वास हुनेछ भने घर परिवारमा सुख शान्ति समृद्धि छाउनेछ। तपाईहरुको मनोकामना पूर्ण हुनेछ भने धन ऐश्वर्यको लाभ हुनेछ, दुःख कष्टबाट मुक्ति मिल्नेछ। यी चारवटा काम अनिवार्य रूपमा गर्नुहोला। ती चारवटा काम यस प्रकार रहेको छ। माघे संक्रान्तिको दिन बिहान उठेर स्नान गर्ने बेला स्नान गर्ने जलमा तिल राखेर मात्रै स्नान गर्नुहोला। घरमा स्नान गर्ने व्यक्तिहरूले अथवा तीर्थ र नदी गएर स्नान गर्न चाहनुहुन्छ भने तपाईले हजारौं वर्षमा गरेका दान र धर्मको पुण्य प्राप्ति हुनेछ। दोस्रो नम्बरमा रहेको छ माघे संक्रान्तिको दिन भगवान सूर्यनारायणलाई जल अर्घ अर्पण गर्न नबिर्सिनुहोला। तेस्रो नम्बरमा रहेको छ आफ्ना पितृको कामना गर्दै पितृहरूलाई सम्झिँदै एउटा दुनामा तिलको तेल राखेर त्यसमा चारवटा बत्ती राखेर त्यसलाई बालेर त्यसमा फूल अक्षता जौतेल र फल राखेर गंगाजीमा हुनुहुन्छ भने गंगाजीमा त्यसलाई सेलाइदिनु होला र घरमा तपाईले चाहिँ बालिरहनु भएको छ भने घरको दक्षिण दिशातिर लिएर त्यसलाई राखिदिनु होला। तपाईको घरमा धनी धनले भरिपूर्ण हुनुहुनेछ। चारौं नम्बरमा रहेको छ माघी संक्रान्तिको दिन दुखी गरिब गुरु ब्राह्मणहरूको सेवा अनिवार्य रूपमा गर्नुहोला। गुरु ब्राह्मणहरूलाई अन्नदान सिधादान दान दक्षिणा अनिवार्य रूपमा दिनुहोला भने दिन दुखीहरूलाई पनि दान दक्षिणा अनिवार्य दिएर सहयोग गर्नुभयो भने तपाईको घरमा धनी धनले भरिपूर्ण हुनेछ। सुख शान्ति समृद्धि ऐश आराम मिल्नेछ।